म र बहिनी चाहिँ यति राति कहाँ गएको भन्दाखेरि चाहिँ तपाईँले भिडियोमा हेर्नुहोला। एन्ड हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आफ्टर अ लङ टाइम ग्याप मैले चाहिँ भिडियो बनाउँदैछु है। अन्त यहाँ चाहिँ हामीले अटो पर्खिरहेको थियौँ। अन्त बल्ल बल्ल अटो पनि आएर चाहिँ अनि हामी अटोमा चढेर चाहिँ गयौँ म र बहिनी होइन। अन्त हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ एक दुईवटा सपिङहरू गर्नु थियो। अन्त त्यही भएर चाहिँ हामी चाहिँ जुडियो गएको थियौँ। आफ्टर अ भेरी लङ टाइम ग्याप हामी जाँदैछौँ जुडियो होइन। इट्स बिन अराउन्ड 3 मन्थ बादै होला। अनि त्यही भएर चाहिँ यहाँनिर हामी आइपुगेर रोड क्रस गर्नु पर्थ्यो। एकछिन वेट गरेर चाहिँ यहाँभित्र अब हामी इन्ट्रेन्समा पस्यौँ होइन। अनि जुडियोमा चाहिँ कतिजनाले भन्दै थियो सेल लागेको छ, अन्त नयाँ नयाँ कलेक्सनहरू आएको छ, न्यू कलेक्सन भनेर। सो वाइ नट जाउँ न भनेर चाहिँ म र बहिनी पनि गयौँ। अनि बल्ल बल्ल यहाँ जुडियो आइपुग्यौँ होइन। अन्त त्यहाँदेखिको चाहिँ हामी भित्र गएर चाहिँ हेर्नु थाल्यौँ के रहेछ, कसो कसो रहेछ भनेर। तर मलाई चाहिँ त्यस्तो खासै चाहिँ केही लागेन। अनि यहाँ चाहिँ बहिनीले भन्दै थियो तपाईँको त्यस्तै सर्ट रहेछ है भन्दै थियो। अनि यहाँ चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ है जुडियोमा चाहिँ यस्तो सबै कलेक्सनहरू चाहिँ यस्तो रहेछ होइन। कसलाई मनपर्छ होला, चोइस त तर आफ्नो आफ्नो हुन्छ होइन। तर मलाई चाहिँ मन परेन। अन्त बहिनीले चाहिँ एक दुईवटा लुगाहरू किन्छु भनेर भन्नुहुँदै थियो। अन्त त्यही भएर चाहिँ उसँग पनि म आएको। अनि उसले पनि जाउँ न नाना भनेर भन्दै थियो नि त अस्तिदेखिको मलाई। त्यही भएर चाहिँ हामी दिदीबहिनी आयौँ। अन्तखेरि उसलाई चाहिँ एकदम वान पिस लगाउने भनेर भन्दै थियो होइन। तर यस्तो जामाहरू त मेरोमा अलरेडी छ भनेर भन्दै थियो। तर पनि हामी चाहिँ दिदीबहिनी एकछिन भन्दा पनि कति हाफ एन आवर जस्तो चाहिँ लुगै खोज्नु टाइम लाग्यो होइन। भनेको जस्तै आफूले सोचेको जस्तै केही छैन रहेछ भन्दै। बहिनीलाई चाहिँ घरि मन पर्यो भन्छ, घरि मन परेन भन्छ। तर पनि मैले यस्तै टाइपको भनेर पनि देखाउँदै थिएँ उसलाई चाहिँ। यस्तै बेल्ट परेको चाहिँ बेल्ट अगाडि बेल्ट लगाएर लगाउने स्कर्ट मन परिरहेको थियो भन्दै थियो। अनि यहाँनिर चाहिँ विन्टर कलेक्सनहरू पनि रहेछ होइन। तपाईँहरूले देख्नु सक्नुहुन्छ होइन। स्वेटरहरू ज्याकेटहरू रहेछ। तर मलाई खास त्यस्तो केही मन परेन। अन्त मैले एउटा बल्ल बल्ल उसले चाहिँ कट सेट जस्तै थियो यो चाहिँ कट सेटै हो, यसको मुनिको पनि छ होइन। अनि मैले चाहिँ भनेँ यो नाप न अन्तखेरि मन पऱ्यो भने भन्दै थियो। फेरि उसले भन्यो मलाई कलरै मन परेन होस् हौ भनेर फेरि राखिदियो त्यहीँनिर हो निकालेको पनि। अन्त साइज पनि छ त अन्तखेरि एकपल्ट ट्राई गर्दा हुन्छ भनेको उसलाई मन परेन अरे। अनि फेरि राखिदियो यहाँनिर। उसलाई चाहिँ कट सेट पनि चाहिरहेको अरे, वान पिस पनि चाहिएको अरे भनेर भन्दै थियो। अन्त एक दुईवटा उसले सेलेक्ट गर्यो लुगाहरू। त्यहाँदेखिको बादमा चाहिँ हामी फेरि उसले चाहिँ हेर्दै थियो वाइट कलरको सर्ट पनि किन्छु भनेर। अनि एक दुईवटा उसले लुगाहरू पिक गरेर चाहिँ ऊ चाहिँ चेन्जिङ रुममा गयो। त्यतिन्जेल चाहिँ मैले चाहिँ यहाँ